हेलो एभ्रियन नमस्ते। के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला। आज म चाहिँ काठमाडौँको कीर्तिपुरमा रहेको टियु क्रिकेट ग्राउन्डमा यतिखेर आएको छु र जुन कीर्तिपुरमा रहेको टियु क्रिकेट ग्राउन्ड बन्दै गर्दाको भिडियो तपाईँहरूलाई देखाउने छु र तपाईँहरू चाहिँ अन्तिमसम्म हेर्नुहोला भन्न चाहन्छु। हामी अब एकैचोटि ग्राउन्डतिर गएर तपाईँलाई के कस्तो भइरहेछ कामहरू देखाउने छौँ र त्यहाँसम्म चाहिँ तपाईँहरू हेर्दै गर्नुहोला। अहिले चाहिँ यो कन्टेनर झिक्ने काम भइरहेछ, देख्न सक्नुहुन्छ। यो क्रेनले कन्टेनर चाहिँ झिक्दैछ। यो सायद बस्नुको लागि होला जस्तो लाग्छ मलाई त। उठाउँदैछ। यो चाहिँ राख्ने चाहिँ कता रहेछ भन्ने कुरा हो। लास्टै गरौँ हुन्छ क्या हो। उठ्यो यता भने चाहिँ यो एक्सकाभेटरले यो टिप्परमा माटो लोड गरेर चाहिँ त्यहाँ पछाडि फाल्ने काम भइरहेछ होइन। अरू टिप्परहरू चाहिँ माथि एकदम आनन्दले रोकिएको छ भने यहाँ चाहिँ 4वटा गाडीहरू मेसिनहरू चाहिँ एकदम काममा लागिरहेका छन् र उतातिर प्याराफिटको लागि धमाधम भइरहेको छ भने फ्लडलाइटको काम पनि एकदम भइरहेको छ र अरू त त्योभन्दा पनि एकदम खाल्टो कोर्ने काम चाहिँ अहिले भइरहेको छ र हेर्नु होला, देख्न सक्नुहुन्छ यतातिर कामहरू होइन। एक्सकाभेटरहरू दनादन लागिरहेका छन्। ठ्याक्कै हाम्रो चाहिँ यो ठ्याक्कै स्कोर बोर्डको जोनतिर जुन साइडको एकदम यहाँनिर रुखहरू थियो पहिला होइन, अहिले रुखहरू पनि छैन। यहाँ अब यो ग्राउन्ड लेभलबाटै यो माटो झिकिँदैछ होइन। अब यो माटो चाहिँ ठ्याक्कै यहाँ पछाडि खसाल्ने काम भइरहेछ र यो चाहिँ ग्राउन्ड लेभल बराबर। यहाँ चाहिँ अन्डर 19 टिम भनौँ के कस्तो हो प्र्याक्टिस भइरहेछ। अरू त त्यस्तै हो यार। यो मान्छे होइन यो के अरे यो छ नि यो मर्न मन लाग्यो क्या हो। यहाँ मेसिन चलिरहेछ होइन, टक्क लगाएर यसले चाहिँ यहाँ त्यो फलामहरू झिक्ने काम गरिरहेछ क्या। यसले मेसिनले चाकमा प्याक चाहिँ हानिदियो भने त उतातिर ल्याम्पमा बढी गर्ने यो सकियो नि। अब के भन्ला सायद यो जिसिबीवाला ड्राइभरले के अरे एक्सकाभेटर ड्राइभरले अहिले भाग्यो बल्ल। यो मान्छेले भनेर भाग्यो सायद, नत्र मार्छ नि यो। के भन्दैछ? के भन्दैछ त्यसले? यहाँ आइस पनि तेरो काँड मारिदिन्छु भन्दैछ क्या हो। टक्क लाएर त्यो पहिला यहाँ के अरे यो छ नि यो अलि कस्तो भनेपछि यो पिल्लर हाले जस्तो थियो नि त। यहाँ मान्छेहरू बस्थ्यो नि त एनपिएल हेर्दाखेरि, अरू म्याचहरू हुँदाखेरि त्यो ढुङ्गा चाहिँ टक्क लाएर झिकिसकेको छ। यो चाहिँ सायद निकाल्दैन माटो होइन। यहाँ चाहिँ देवालहरू पनि सबै यति नै बचाएको छ यहाँ होइन। अनि उतातिर पनि लगभग भत्काएको छ भने यहाँ चाहिँ यति नै यो टोयलेट एनपिएलको यो सबै देवालहरू ल्याम्म भत्काएर होइन यताउता भनौँ न एकदम तोडफोड ध्वस्त मस्त। टियु क्रिकेट ग्राउन्ड अहिले हेर्दाखेरि त्यति चाहिँ नराम्रो देखिएको छ होइन। यो सिजनमा चाहिँ 10,000 अड्ने गरी प्याराफिट तयार हुन्छ अरे। 2 महिना 24 दिन भनेपछि तपाईँको वैशाख 24 गतेसम्म एकदम तयार हुन्छ अरे। छिटै बनोस् भन्न चाहन्छौँ र एकदम अहिले साँझ पख पनि भइसकेको छ। एकदम कता अँध्यारो होइन। मोबाइल पनि खासै साथीहरू त्यति चाहिँ राम्रो छैन। यसो हेरिदिनु होला किन यहीँ भुइँमै बसेर होइन हुटिङ हान्ने, त्यहाँ रुखमा चढ्ने गर्थ्यौँ। अब चाहिँ त्यो सायद हुँदैन होला। यो चाहिँ फ्लडलाइटको लागि खाल्टो कोरिएको छ। यहाँ चाहिँ 6वटा लाग्ने भएको छ। यहाँ चाहिँ एउटा कोरिसकेको छ भने र अर्को चाहिँ उतातिर अनि कता होला। अहिले एउटा चाहिँ यहाँ चाहिँ यो के अरे पट्टी बानेको चाहिँ एउटा चाहिँ उतातिर, एउटा यो
अनि थर्ड त्यहाँ, अनि अर्को चाहिँ कता कता छ थाहा भएन, अर्को चाहिँ उता डाँडातिर छ अरे होइन। त्यही हो, अब यो फ्लड लाइटको कामहरू चाहिँ स्टार्ट भइसकेको छ, किनकि खाल्टो कोर्ने कामहरू यहाँ नाप्ने यताउता होइन, इन्जिनियरहरू हुनुहुन्छ, यो कामदारहरू बस्ने, सामानहरू राख्ने होइन, उनीहरूको खाना नास्ता कस्तो कस्तो के होइन, त्यो चाहिँ माथितिर एकदम टिनको छाप्रो बनेको छ भने यतातिर पनि अर्को बन्दैछ जस होइन, यतातिर अर्को बन्दैछ। यता चाहिँ एउटा रेडी भइसकेको छ, हिजो चाहिँ बन्दै थियो, मैले हिजो चाहिँ हालिनँ भिडियो होइन, आज गर्दैछु फेरि, यो चाहिँ बन्दैछ। अनि यता भने टक्क लाएर यो फलामहरू पनि आइसकेको छ होइन, यो प्याराफिटको लागि यतातिर गिट्टी बालुवाहरू होइन के हो सबै ल्याइएको छ, यतातिर गाडीहरू, अनि यो क्रेन, अनि यो भर्खर नै ल्याइएको हो, एकदम रमाइलो छ भनौँ न। यतातिर कामहरू चाहिँ अहिले जे भइरहेछ, अघिसम्म चाहिँ रोकिरहेको थियो होइन। थ्याङ्क यू फर वाचिङ, अहिलेसम्म हेरेर साथ दिनुभयो, हेर्दै गर्नु होला यो अपडेटको लागि। र मैले बोल्न नजाने पनि त्यही हो, टियुमा के भइरहेछ त्यो कामहरू देखाउने नै छु।